के पोखराबाट काठमाडौँ आउँदा चायापत्तो बढ्न सक्छ? सुन्दा अचम्म लाग्छ, तर हालसालै 2025 मा गरिएको एउटा अध्ययन जुन जर्नल अफ कस्मेटिक डर्मेटोलोजीमा पब्लिस भएको छ, यो अध्ययनमा चायापत्तोका दुईटा नयाँ इन्ट्रेस्टिङ कारणहरूको बारेमा भनिएको छ। र पहिलो भनेको यदि धेरै प्रदूषण भएको ठाउँबाट कम प्रदूषण भएको ठाउँमा बसाइसराई गर्यो अथवा घर रेनोभेसन गर्यो भने त्यसले चायापत्तोलाई सिग्निफिकेन्टली कम गर्छ भनेर भनिएको छ। र यसको कारण भनेको धेरै पोल्युसन अथवा प्रदूषण र घाममा भएको युभी किरण मिसियो भने, कम्बाइन भयो भने त्यसले हाम्रो स्किनमा अक्सिडेटिभ स्ट्रेस र इन्फ्लामेसन भन्ने प्रक्रियाहरू गराउँछ, जसले गर्दा स्किन पिगमेन्टेसन र विशेष गरी मेलाज्मा अथवा चायाको समस्यालाई बढाउँदछ भनेको। त्यस्तै यही अध्ययनकै अर्को इन्ट्रेस्टिङ फाइन्डिङ के थियो भन्दा अल्कोहल अथवा रक्सीको सेवनले पनि चायापत्तो अथवा मेलाज्मालाई बढाउँछ भनिएको छ। र इन्ट्रेस्टिङ के छ भन्दा यस्तो असर भनेको डोज डिपेन्डेन्ट हुन्छ। भन्नुको मतलब जति रक्सीको कन्सन्ट्रेसन अथवा पर्सेन्टेज बढी भयो यस्तो पिगमेन्टेसन त्यति नै बढ्न सक्दछ भनिएको छ। यी दुई नयाँ फाइन्डिङ्सहरू भएको हुनाले आगामी अथवा आउने अरू नयाँ अध्ययनहरूले यसलाई प्रुभ गर्न अथवा पुष्टि गर्न भने बाँकी नै रहेको छ। र अर्को कुरा भनेको चायापत्तोकै लागि भनेर बसाइसराई गर्न कतिको सम्भव छ भन्ने कुरा पनि आउँछ। तर हामीले विचार के गर्न सकिन्छ भन्दा धेरै प्रदूषण भएको बेला अथवा प्रदूषण र घाम सँगसँगै भएको बेलामा सकेसम्म बाहिर काम नपरी ननिस्केको राम्रो हुन्छ। यस्तै नयाँ फाइन्डिङ्सहरू मैले दिन खोजिरहेकै हुन्छु, त्यही भएर यो एकाउन्ट फलो गर्न नबिर्सिनु होला।